हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु नबिनाज गार्डन। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ मेरो गार्डनमा एकदमै राम्रोसँग यो रोजको फुलहरु फुलिरहेको छ, यानी कि गुलाबका फुलहरु। मसँग चाहिँ 3-4 वटा कलर भेराइटीका चाहिँ रोजका फुलहरु रहेका छन्। कुनै चाहिँ सानो सानो फुल्ने छ भने कुनै ठुलो ठुलो गुच्छामा फुल्ने पनि फुलहरु रहेको छ। त्यो सबै तपाईहरुमाझ आज शेयर गर्न जाँदै छु। भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईहरुलाई आजको मेरो यो भिडियो मन परेमा लाइक र तपाईहरुको साथीभाइ बीच शेयर पनि गर्न नबिर्सिनु होला। आउनुहोस् म तपाईहरुलाई अब मेरो गार्डनमा फुलिरहेका रोजका फुलहरु देखाउँदै जाने छु। यो चाहिँ सानो सानो गुच्छामा फुल्ने पिंक कलरको फुल हो। यो चाहिँ खासमा त लहरा भएर जाने खालको फुल हो। मैले चाहिँ तलबाट एकदमै काटछाट गरिराखेको भएर चाहिँ तल तल होचोमा नै एकदमै राम्रोसँग फुलिरहेको छ के। हामीले यसलाई काटछाट नगर्ने हो भने चाहिँ एकदमै यो लहरा जस्तो भएर गएर माथि माथि गएर मात्रै फुल फुल्छ। मैले भने टाइममा यसलाई ट्रिम गरेको भएर चाहिँ होचोमा नै एकदमै राम्रोसँग फुलिरहेको छ। यहाँ मसँग अर्को फुल रहेको छ। यो चाहिँ एकदमै ठुलो गुच्छा भएर फुल्ने फुल हो। यसको चाहिँ पेटल पनि एकदमै धेरै हुन्छ, गुच्छा पनि एकदमै ठुलो ठुलो हुन्छ के। तपाईहरु देख्न सक्नुहुन्छ मेरो हातमा पनि नअट्ने जत्रै छ के यसको गुच्छा। एकदमै राम्रोसँग फुलिरहेको छ यो फुल पनि। यो पनि पिंक कलरकै फुल हो। मसँग चाहिँ यो ठुलो गुच्छा भएर फुल्ने फुल चाहिँ 3-4 ठाउँमा रहेको छ। मैले चाहिँ तपाईहरुलाई यो सबै देखाउँदै छु। हेर्नु न यस्तो मज्जासँग फुलेको छ नि यो फुलहरु। यो फुललाई रोपेको चाहिँ मैले धेरै नै वर्ष भयो। यसलाई चाहिँ हाँगाहरु काटछाट गरेर चाहिँ वर्षै बिचे एकदमै राम्रोसँग फुलहरु फुल्ने गर्छ। लास्ट इयर पनि मैले यो फुलहरु चाहिँ तपाईहरुमा शेयर गरेकी थिए। तपाईहरुले मेरो त्यो भिडियो हेर्नु भएको छैन भने पनि गएर हेर्नु होला। एकदमै राम्रोसँग फुलेको थियो के लास्ट इयर पनि। अहिले पनि एकदमै मज्जासँग ठुलो ठुलो गुच्छामा चाहिँ यो फुलहरु फुलिरहेको छ। कुनै चाहिँ कोपिलाहरु बन्दै पनि छ, कुनै फेरि फुलहरु फक्रेर एकदमै राम्रो भएको छ के। यो ठुलो गुच्छा भएर फुल्ने फुललाई पनि हामीले काटछाट गरेनौ भने चाहिँ एकदमै अग्लो अग्लो भएर एकदमै माथि गएर फुल्ने गर्छ के। मैले चाहिँ यसलाई पनि टाइममा काटछाट गरेको भएर चाहिँ अहिले चाहिँ होचोमा नै फुलेको छ। नाइ भने त यो पनि एकदमै अग्लो भएर नै फुल्ने फुल हो के। फुल्दा चाहिँ एकदमै राम्रोसँग ठुलो गुच्छामा फुल्ने गर्छ। यहाँ मसँग रहेको छ अर्को खालको फुल। यो पनि पिंक कलरको नै हो। यसलाई चाहिँ मैले पटमा पनि रोपेकी छु। एउटा चाहिँ यो भुइँमा रोपेको फुलमा चाहिँ अहिले फुल फुलिरहेको छ। यसैगरी मसँग रहेको अर्को गुलाबको फुल चाहिँ यो रेड कलरको फुल हो। यो पनि लोकल खालको नै फुल हो के। यसमा चाहिँ फुल एकदमै राम्रोसँग फुल्छ गुच्छा गुच्छामा। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ एकै ठाउँमा 3-4 वटा फुलहरु फुल्दा चाहिँ एकदमै राम्रो देखिन्छ के यो रेड कलरको। यसमा चाहिँ काँडाहरु पनि एकदमै धेरै हुने गर्छ। फुल चाहिँ एकदमै राम्रोसँग फुल्ने गर्छ। हामीले यो गुलाबको फुलहरुलाई चाहिँ टाइममा काटछाट गर्यो भने चाहिँ एकदमै राम्रोसँग फुलहरु फुल्ने गर्छ। यो फुलहरुमा एक पटक फुलहरु फुलिसकेपछि हामीले त्यो फुल फुलेको भन्दा अलिकति तलबाट काट्यो भने चाहिँ तलबाट 2-3 वटा ब्रान्चहरु आएर चाहिँ एकदमै राम्रोसँग फुलहरु फुल्ने गर्दछ। त्यसैले गुलाबको फुलहरुलाई चाहिँ हामीले ट्रिम चाहिँ गर्नुपर्ने हुन्छ। यसैगरी मसँग रहेको अर्को गुलाबको फुल चाहिँ यो हो। यसमा चाहिँ येल्लोमा हल्का हल्का रेड मिक्स भएको फुल फुल्छ। एकदमै मिठो कलरको फुल रहेको छ के यो। अब यो पनि मेरो गार्डनमा फुल्न थालेको छ। तलबाट चाहिँ 2-3 वटा कोपिलाहरु पनि लाग्दै छ। अब यो फुल फक्रदा झन् एकदमै राम्रो देखिन्छ। यी सबै त थिए मैले मेरो गार्डनमा भुइँमा रोपेका गुलाबका फुलहरु। अब म तपाईहरुलाई मेरो पटमा रोपेका फुलहरु देखाउन जाँदै छु। यहाँ मसँग रहेको छ व्हाइट कलरको फुल। यो पनि एकदमै राम्रोसँग फुलिरहेको छ के। मैले यसलाई चाहिँ पटमा रोपेकी छु, 10 इन्चको पटमा। यो प्लान्टलाई चाहिँ मैले रोपेको 2 वर्ष जति भयो। अहिले चाहिँ एकदमै राम्रोसँग फुलहरु फुलिरहेको छ। यो पटमा रोपेका गुलाबका फुलहरुलाई चाहिँ मैले टाइममा फर्टिलाइजरहरु पनि एड गरि राख्छु। मैले चाहिँ टाइममा चियापत्तीको धुलोलाई पनि एड गर्ने गर्छु के यो प्लान्टहरुमा। त्यसै कारणले हेर्नु न मेरो यो प्लान्ट चाहिँ एकदमै हेल्दी र शाइनिङ गरिरहेको छ। यी फुलहरु पनि मैले पटमा नै रोपेका फुलहरु हुन्। यसमा चाहिँ अब यसरी कोपिलाहरु लाग्दै छ, सबैतिर कोपिलाहरु लाग्दै छ। यो पनि व्हाइट कलरकै फुल हो। सानो सानो गुच्छामा नै फुल्ने फुल हो के। यो पनि एकदमै राम्रोसँग फुल्छ। मसँग चाहिँ 3-4 वटा पटमा चाहिँ यो गुलाबको फुलहरु रहेको छ। यो चाहिँ व्हाइट कलरको फुल फुल्छ। अर्को मसँग रहेको छ रेड कलरको फुल। यसमा पनि एकदमै राम्रोसँग कोपिलाहरु लाग्दै छ। यसको पनि प्लान्ट एकदमै हेल्दी छ। अब यसमा पनि फुलहरु फुल्छ होला। यो पनि सानो सानो गुच्छामा नै फुल्ने
रेड कलरको फुल हो। गुलाबको फुलहरूलाई चाहिँ हामीले कटिङबाट पनि सजिलैसँग ग्रो गर्न सकिन्छ। तपाईहरुको घरमा पनि गुलाबका फुलहरू छैनन् भने कोही साथीभाइकोबाट सानो कटिङ ल्याएर पनि ग्रो गरेर यसरी नै फुलहरू फुलाउन सक्नुहुनेछ। आजभोलि नर्सरीमा त हामीले यी गुलाबका फुलहरूलाई चाहिँ एकदमै मिठो मिठो कलरमा हाइब्रिड खालको सानो सानो होचो होचोमै फुल्ने खालको पनि पाउन सकिन्छ। तपाईहरुले नर्सरीबाट ल्याएर पनि यसरी फुलहरू फुलाउन सक्नुहुनेछ। तपाईहरुलाई आजको मेरो यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक र तपाईहरुको साथीभाइ बीच पनि शेयर गर्नु होला। Keep watching. Bye bye. See you soon.